नमस्कार, बिजनेस फोकस कार्यक्रममा स्वागत छ। दर्शकवृन्द, नेपालको अर्थतन्त्र व्यापारमा धेरै निर्भर रहेको छ। साना तथा मझौला व्यापारीहरूले स्थानीय तहदेखि संघीय तहसम्म आइपुग्दाखेरि विभिन्न चुनौतीहरू सामना गरिरहेको बताएका छन्। आजको बिजनेस फोकसमा हामी नेपालका साना व्यापारी तथा उत्पादकहरूले भोग्दै आएका समस्या, चुनौती र साना तथा मझौला व्यवसायमा अवसरहरू के कस्ता रहेका छन् भन्ने विषयवस्तुमा केन्द्रित भएर कुराकानी गर्नेछौँ। यसका लागि आज हामीसँग हुनुहुन्छ नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवाल। सर, यहाँलाई कार्यक्रममा स्वागत छ। नमस्कार, धन्यवाद। नेपालको अर्थतन्त्रमा साना तथा मझौला उद्योगी व्यवसायी उत्पादकहरूको अर्थतन्त्रमा निकै नै ठुलो महत्त्वपूर्ण भूमिका पनि रहेको छ। अहिले यहाँहरूको वर्तमान स्थिति चाहिँ के रहेको छ? अब ठ्याक्कै भन्दाखेरि त अहिले वर्तमान चाहिँ स्थिति नाजुक स्थिति छ। उद्योगी व्यवसायहरू दैनिकी जस्तो पलायन हुने स्थितिमा छ। साना उद्योग त मोटामोटी रूपमा स्वतः नै सकिएको स्थिति छ। केही भएकाहरूलाई पनि निकै गाह्रो चाहिँ स्थिति छ। त्यसकारणले अब अहिले साना उद्योगी, साना व्यवसायी, साना घरेलु तहका उद्योगीहरू चाहिँ अब यो स्थितिसम्म आउनमा मुलुकमा चाहिँ लामो समयदेखिको एउटा यो कालखण्ड, एउटा चाहिँ परिस्थिति देशमा चाहिँ पटक पटक चाहेर पनि नचाहेर पनि एउटा धेरै क्षेत्रमा रहेको सिन्डिकेट, बिचौलियाहरूको तालमेल, होइन, राजनीतिमा उतार चढाव जस्ता कुराहरूले चाहिँ यसलाई चाहिँ गाँजेर राख्यो। हामी अहिले के चाहिँ कहाँदेखि चाहिँ बुझौँ भने तत्कालीन समय पटक पटकका सरकारका राजनीतिक दलहरूका सरकारहरू परिवर्तनका, स्थिर सरकार नहुनु, अनि यहाँ आफ्नो ढङ्गबाट उत्पादनसँग जोडिनका लागि यहीँबाट चाहिँ कच्चा पदार्थ खोज अनुसन्धान नहुनु र उद्योगी व्यवसायीहरूलाई चाहिँ सहज ढङ्गको सहज नीतिहरू नहुनु, यी कारणले गर्दाखेरि समग्रमा अहिले नेपालका साना उद्योगी, साना व्यवसायीहरू चाहिँ धराशायी छन् र अन्त्य स्थितिमा रहेको छन्। सर, मैले जुनसुकै क्षेत्रका व्यक्तित्वहरूसँग विशेष गरेर व्यापार, उद्योग, व्यवसायसँग रिलेटेडसँग कुरा गर्दाखेरि यही कुराहरू मात्रै मैले प्राप्त गरिरहेको हुन्छु। खासमा यहाँले भनेको जस्तै सिन्डिकेट छ, बिचौलियाको बिगबिगी छ, या भनौँ राजनीतिक उतार चढावले गर्दाखेरि, नीति नियमले गर्दाखेरि चाहिँ नेपालका उद्योगी व्यवसायीहरू चाहिँ सङ्कटमा छन् भनेर भनिरहँदाखेरि चाहिँ यहाँले यही कुरा मात्रै यो कति वर्षदेखि थियो, योभन्दा पहिला पनि यस्तै थियो कि कन्टिन्यू आजसम्म यही भएको हो कि यहाँले चाहनु भएको चाहिँ खासमा चाहिँ के हो त? होइन, हामीले चाहेको के हो भनेदेखि अहिले मात्रै होइन, हामीले त मैले पटक पटक नेपालका परिवर्तन सरकारहरूमा उद्योग मन्त्रालय, अर्थ मन्त्रालय धाउने साना मझौला घरेलु उद्योगहरूका टिम त्यहाँ कहिल्यै पनि पुग्न सकेनन्। अर्थ मन्त्रालय त निकै टाढा रह्यो। त्यसकारणले गर्दाखेरि अर्थ मन्त्रालय सदाका लागि चाहिँ टाढा रह्यो। कसका लागि? साना किसानका लागि, साना उद्योगीका लागि, घरेलु व्यवसायीहरूका लागि, साना जति पनि छन् तिनका लागि। तत्कालीन सरकारहरू केमा केन्द्रित रहे त भन्दाखेरि सधैँभरि चाहिँ केही बिचौलियाहरू, केही ठुला व्यवसायीहरू, केही ठुला उद्योगीहरू, होइन, त्यस्ता खालका मान्छेहरूसँग मात्रै केन्द्रित रहेर उनीहरूसँग मात्रै छलफल। जस्तै चाहिँ हामीले पटक पटक आउने हाम्रा चाहिँ बजेटहरूमा आर्थिक सुधारका कसरी चाहिँ सम्भावनाहरू छन्, कसरी चाहिँ स्थापना गरिन्छ भनेर लिने सल्लाह सुझावहरूका विभिन्न सरकारका तहहरूमा हेर्ने भने पनि त्यहाँ एक खालका मान्छेहरूले मात्रै त्यहाँ सल्लाह सुझाव दिने, त्यो साना उद्योगी र साना व्यवसायहरू त्यहाँ जान नपाउने जस्ता कारणले गर्दाखेरि यो अहिलेको परिस्थिति यस्तो स्थिति सिर्जित भएको हो। त्यहाँ सुन्दै नसुन्ने कुनै पनि सरकारले, कुनै पनि अर्थमन्त्रीहरूले सुन्दै नसुन्ने प्रक्रियाले गर्दाखेरि कसैले कुनै एउटा भनौँ न साना संस्थाहरू, साना सङ्गठनहरूले कुनै ज्ञापन पत्र वा उनीहरूका मागहरू हामी यो किसिमले चाहिँ अप्ठ्यारा छौँ भनेर पुर्याउँछ भने पनि त्यो एउटा रद्दीको टोकरीमा फालिदिने जस्तो चाहिँ एउटा चाहिँ त्यहाँसम्म पुग्ने गाह्रो। बाइचान्स कसै गरी पुगिहालेछ भने पनि, कोही पुगिहाल्यो भने पनि त्यसको कुरा सुनाइ यो चाहिँ साना व्यापारीहरूको लागि, उद्योगी व्यवसायीहरूको लागि, उत्पादकहरूको लागि मात्रै समस्या हो भन्न खोज्नु भएको यहाँले? हो। साना घरेलु उद्योगीहरू, विशेष गरेर साना व्यवसायीहरू जुन सटर, म पटक पटक सटरका कुराहरू उठाउँछु। एउटा कुनै सटरमा बस्छ, जो 12 घन्टा बस्छ भने उसले चाहिँ आफ्नो सानो लगानी त्यहाँ लगाइरहेको हुन्छ, होइन। त्यहाँ दुःखले एउटा सटरलाई हेर्ने चाहिँ 4-4वटा विभाग चाहिँ र विभिन्न प्रकारका चाहिँ गतिविधिहरू चाहिँ हुन्छन्। त्यसकारणले त्यो हिसाबले चाहिँ अब यो
धेरै किचङ्गल भएको एउटा चाहिँ झन्झटिलोपन झन्झटामा नीतिगत चाहिँ एउटा चाहिँ डाइरेक्टली काम गर्न नसक्ने स्थिति माहौल बनेको जस्ता कुराले गर्दाखेरि चाहिँ यी उद्योगी व्यवसायीहरू जुन जोसँग सिप भएका उद्योगीहरू जुन साना उद्योगीहरू जुन आफैले रोजगार सिर्जना गर्छन् आफै आत्मनिर्भर हुन्छन् र आफैले चाहिँ जुन खालको काम गर्न र केही मान्छेलाई रोजगार पनि दिन तयारी भएका हुन्छन् यस्ता खालका उद्योगी व्यवसायीहरू चाहिँ धराशायी हुँदै गए। सर यहाँले भनेअनुसार चाहिँ आर्थिक नीतिको कुराहरू उठाइराख्दाखेरि यहाँले योभन्दा अगाडिका जुन राजनीतिक दलका ठुला ठुला नेताहरूले भनौँ न राजनीतिक दलले आफ्नो फेभरमा मात्रै ल्याउने कुराहरूले गरिरहँदाखेरि अहिले त अब नयाँ सरकार पनि आएको छ होइन, यो 5 वर्षकै लागि हुने कुराहरू पनि भइरहेको छ। स्थायी सरकार आएसँगै चाहिँ यहाँहरूले चाहिँ के आशा अपेक्षा या आर्थिक नीतिमा चाहिँ के सुधारको अपेक्षा गर्नु? हामीले चाहिँ अहिले यो एकदमै पोइन्टली कुरा हुन्छ हो, किनभने यो 36 वर्षदेखि चाहिँ मुलुकमा जरा गाडेर रहेका होइन विभिन्न ठाउँहरूमा ओगटेर रहेको अथवा चाहिँ 36 वर्षदेखि सत्ताको चाहिँ एउटा चाहिँ फेरबदल गर्दै भागभण्डा गरेर मिलेर होइन गभर्नर मच्चाएर जुन राजनीतिक दलहरूले जुन खालको चाहिँ कहिले उसको सरकार बन्ने कहिले उसको सरकार बन्ने कहिले उसको बनाउने फेरि चाहिँ पुनः घुमेर फेरि उसले अर्काले बनाउने फेरि चाहिँ तलदेखि माथिसम्म सिटिङ भागभण्डा गर्ने जसरी उहाँहरूले चलाउनु भयो। अब अहिले नेपाली जनताले चाहिँ एक खालको अब यो बुझेर सल्लाह गरे जस्तो होइन सबैले एकै साथमा सल्लाह गरे जस्तो अथवा नेपाली जनताको प्रार्थना भगवान भोलेनाथ शङ्करले सुने जस्तो एउटा चाहिँ आमूल परिवर्तन भएको छ। यसलाई साना उद्योगी साना व्यवसायी हामी खुलेर स्वागत गर्छौँ र यो 36 वर्षदेखि जुन खालको माहौलमा हामी हराउन बाध्य भयौँ, हामीले चाहिँ दुःख र कष्ट सहन बाध्य भयौँ, कुनै पनि राहत जस्ता कुनै पनि जस्तै हामीसँग सर हेर्दा 10 वर्ष जनयुद्ध यो देशले सहयो, विभिन्न समयमा भूकम्पका कुराहरू गर्ने भने हामी नाकाबन्दीका कुरा गर्ने भने भूकम्पका कुराहरू अनि हामीसँग कोभिड-19 का कुरा गर्ने भने होइन यी प्रत्येक कुराहरूमा प्रत्येक समयमा चाहिँ साना उद्योगी व्यवसायी नै मारमा परे, सटर व्यवसायी नै मारमा परे र यी साना उद्योगी व्यवसायी सटर व्यवसायी र लगायत साना किसानहरूले म किसानलाई पनि पटक जोड्ने गर्छु यो सबैले चाहिँ एउटा राहत प्याकेजको चाहिँ आश गरेको हुन्थ्यो सरकारसँग। तर सरकारको जुन मुख्य बागडोर सम्हाल्ने जुन मेन भनेको चाहिँ प्रधानमन्त्री त्यस पछाडि अर्थमन्त्री यो दुईटा चाहिँ मन्त्रालयले हो र हामी प्रधानमन्त्री त त्यो त भगवान भेटे बराबर नै भइहाल्थ्यो। अब त्यो यी हुन्छ अब अहिले कस्तो हुन्छ अब त्यो भन्दै जाउँला होइन। तर अर्थ मन्त्रालयसम्म पनि उनका चाहिँ अर्थमन्त्रीका चाहिँ सम्भावित उनका चाहिँ भनौँ न दायाँ बायाँ बस्ने के भन्छ तिनलाई चाहिँ सचिवालय फेरि अर्को सचिवालय के जाति सचिवालय त्यो हामीलाई त्यत्रो आउँदैन पनि उहाँहरूसम्म पुग्न पनि नसक्ने स्थिति थियो। त्यस्तो समयहरूलाई पार गरेर अब अहिले नेपाली जनताले जुन खालको एउटा नेपालीले हामी सबैले एउटा परिवर्तन गरेर चाहिँ 2/3 सरकार 2/3 चाहिँ एउटा चाहिँ लन त काम गर भनेर दिएको छ होइन। यसमा समग्र साना उद्योगी व्यवसायी खुसी हुनुहुन्छ, खुसी छौँ, खुसी हुनुहुन्छ र खुसी हुनु नै पर्छ। अब म फेरि ठ्याक्कै के चाहन्छु हामी के चाहन्छौँ त भन्दाखेरि ठ्याक्कै हिजकै जस्तो ती बिचौलियाहरूसँग छलफल गर्न सुरु भयो भने ठ्याक्कै हिजकै जस्तो तिनै मान्छेहरूलाई फेरि अहिले बन्ने सरकारले पनि चाहिँ इस्तेमाल गर्न सुरु गर्यो भने फेरि हिजकै जस्ता ती तालमेल सिस्टमबाट चाहिँ छलफलहरू बहसहरू अर्थतन्त्रको बारेमा आर्थिक सुझाव सल्लाहको बारेमा हुन थाल्यो भने फेरि त्यो कहीँ पनि जाँदैन, केही पनि हामी खुसी भएको कुनै त्यसको चाहिँ अर्थ रहँदैन। भनेपछि चाहिँ नयाँ सरकारप्रति चाहिँ साना व्यापारीहरू चाहिँ यहाँहरू चाहिँ सरकारी नीति प्रति चाहिँ अलि आस्थावान या आशावादी हुनुहुन्छ भन्ने कुरा त्यति मात्रै नभएर चेन्ज गर्नुपर्छ जस्तो अब अहिले सबभन्दा पहिले त हामी बिचमा निजी क्षेत्रभित्र सल्लाह सुझाव माग्दाखेरि म के आग्रह गर्छु अहिले नयाँ बन्ने सरकार अहिले नयाँ आएका सांसदज्यूहरूलाई के आग्रह गर्छु भने कम्तीमा साना उद्योगी र साना व्यवसायीहरूको चाहिँ नजिक पुग्ने कोसिस गर्नुहोस्। तपाईँ माथि नै सेटिङ गर्न फेरि सुरु गर्नुभयो भने यहाँ त एक खालका बिचौलियाहरूको त बिगबिगी छ, तिनले नै यो देश सकेको अर्थतन्त्र चाहिँ सुदृढीकरण अहिलेसम्म नहुने कारण पनि त्यही नै हो होइन। र मुख्य ठाउँमै तपाईँ अल्मलिनु भयो भने फेरि पनि अगाडि पनि चल्दैन। तपाईँले वास्तविक सही किसानसँग चाहिँ सल्लाह परामर्श लिनुपर्ने हुन्छ, वास्तविक उद्योगी साना उद्योगीहरूसँग सल्लाह लिनुपर्ने हुन्छ। तपाईँ तल्लो लेभलमा गएर मैले पटक उठाएको कुरो यो हो जबसम्म तपाईँले तल्लो लेभलमा गएर ती साना उद्योगी साना व्यवसायीहरूसित परामर्श लिनुहुन्न सल्लाह लिनुहुन्न त्यहाँको वास्तविक तितो सत्य के छ सबभन्दा एउटा सानो उद्योग सञ्चालन गर्नका लागि के आवश्यकहरू पर्छन् र ठाउँहरू कस्तो स्थितिमा छन् भन्ने बारेमा तपाईँ सल्लाह लिनुहुन्न भने फेरि पनि त्यो अर्थ मन्त्रालयकै
आसपास झोला लिएर चाहिँ घुम्नेहरूसँग गसाल हाल्नु भने भनेपछि तपाईँ फेरि चुक्नुहुन्छ। योभन्दा अगाडिको सरकारमा जो अर्थ मन्त्रालयदेखि लिएर सम्बन्धित निकायहरूमा चाहिँ जोहरू थिए उनीहरूले चाहिँ ठुला व्यवसायीहरूलाई ठुला घरानाहरूलाई मात्रै संरक्षण गरिरहेका थिए भन्ने यहाँको भनाइ। त्यति मात्रै नभइकन पनि केही बिचौलियाहरूलाई पनि, जस्तै चाहिँ हामीलाई कहिलेकाहीँ चाहिँ धान कसरी कृषि क्षेत्रमा हेर्ने भने धान कसरी बनाइयो भने दुध नेपालमा उत्पादन हुँदैन भन्ने भान, तरकारी नेपालमा हुँदैन भन्ने भान, होइन कुनै पनि वस्तु नेपालमा उत्पादन हुँदैन भन्ने खालका चाहिँ भानहरू र त्यस्ता खालका चाहिँ गतिविधिलाई चाहिँ बढुवा दिने एक खालका मान्छेलाई, अनि यतापट्टि सरकारले चाहिँ होइन हामी त गरिरहेछौँ हामी गर्छौँ भने यस्तो पनि गर्ने, उतापट्टि चाहिँ फेरि यस्ता खालका मान्छेहरूलाई चाहिँ बजारमा पठाएर चाहिँ बिथिति मचाउने जस्ता कुराहरूलाई चाहिँ यो हामीले लामो समय गुजार्यौँ। अब म ठ्याक्कै फेरि पनि अहिले बन्ने सरकारलाई अहिले चाहिँ जनताले दिएको मतलाई लिएर आउनुभएका सांसदज्यूहरूलाई, यङ हुनुहुन्छ उहाँहरू, होइन युवा हुनुहुन्छ, अहिलेको यङ जेनेरेसन पढे लेखेको हुनुहुन्छ, तपाईँ फेरि पनि ठ्याक्कै त्यही गल्ती चाहिँ नदोहोऱ्याउनुहोस्। किनभने अहिले हामी अर्थतन्त्रका कुरा गरिरहँदाखेरि, अर्थ मन्त्रालयका कुरा गर्दा, उद्योग मन्त्रालयका कुरा गर्दै गर्दाखेरि तपाईँलाई हाम्रो तर्फबाट शुभकामना छ, बधाई छ। तर ठ्याक्कै फेरि तपाईँको पुरानै शैलीबाट सल्लाह सुझाव लिन सुरु गर्नुभयो र पुरानै मान्छे सञ्चालन गर्न थाल्यो भने तपाईँ चुक्नुभयो, त्यही तपाईँ गलत हुन्छ। त्यस कारणले तपाईँ पहिले साना उद्योगी, साना व्यवसायी, साना घरेलु उद्योगीहरू, सिप भएका मान्छेहरू, श्रम गर्न सक्ने क्षमता भएका मान्छेहरू, झोला नबोकेकाहरू, त्यस्ताहरूलाई चाहिँ तपाईँ खोज्नुहोस्, अनुसन्धान गर्नुहोस् र तपाईँले भेटेका मान्छेहरूले सही सल्लाह दिएको सल्लाहलाई नीतिमा परिवर्तन गर्नुहोस्। त्यो नीतिले के गर्छ त भन्दा ती मान्छेहरूलाई त उकास्छ देशको चाहिँ मुलुकको अर्थतन्त्रलाई पनि धेरै हदसम्म हुन्छ। हामीसँग चाहिँ अहिले भण्डार छ, देशमा भरिपूर्ण चाहिँ तागत छ, यहाँ रोजगार छैन भनेर भ्रम सिर्जना गरिएको छ, यहाँ चाहिँ केही पनि उत्पादन गर्न सकिँदैन भनेर भ्रम सिर्जना गरिएको छ। त्यसलाई सिद्ध गर्नका लागि सही मान्छे कहाँमा तपाईँ पुग्नु जरुरी छ। निकै यहाँले जुन कुराहरू भन्नुभयो, यो जुन वर्तमान स्थिति भनिरहँदाखेरि साना बिजनेस व्यापारी उत्पादकहरूलाई जति गाह्रोको कुराहरू गर्नुभयो, नीति नियमदेखि समस्याको विषयमा कुरा गर्दा यहाँहरू अहिलेसम्म आइपुग्दा चाहिँ स्टेबल चाहिँ कसरी भइराख्नु भएको छ त, कसरी अगाडि बढिराख्नु भएको छ? हामी रुँदै कराउँदै दुःख सुख चाहिँ रुँदै कराउँदै एक अर्कामा चाहिँ हातेमालो गर्दै हामी आफै चाहिँ साना उद्योगी व्यापारी व्यवसायीहरू चाहिँ अब यस्तै हो, यस्तै रहेछ, यस्तै कर्म रहेछ, फेरि परिवर्तन हुने नै रहेछ, अब हाम्रो पुस्ता पनि यसै गरी सकिने रहेछ भने अब आउने पुस्तालाई पनि हस्तान्तरण गर्न यस्तै होला रहेछ भन्दै आत्मा सन्तुष्ट गर्दै हामीले गुजारा गरेका हौँ। यहाँ न सरकारको नीति थियो, न चाहिँ सरकारले कहिल्यै तपाईँहरू साना उद्योग व्यवसायलाई राहत दिने कुराहरू थियो, न चाहिँ दिएको भए पनि कार्यकर्तालाई दिने कुराहरू थियो होलान्, उनको आफ्नो झोला बोक्नेहरूलाई दिने कुरा थियो होलान्। काहीँ फेरि त्यसो भन्दाखेरि केही पनि गएन भनेर फेरि थियो त भन्लान्, होइन? महिला उद्यमी कर्जा कसले पायो इतिहास हेर्न सकिन्छ। चाहिँ विभिन्न ठाउँमा भएका चाहिँ ती हामी अनुदानका कुराहरू, कृषि क्षेत्रमा जाने अनुदानहरू, पटक बाँडिने पैसाहरू, ती पैसाहरू चाहिँ कहाँ गए, अब त्यो भोलि खोज अनुसन्धानको कुरा होला। तर सही उद्योगीले पैसा पाएन, सही व्यवसायीले पैसा पाएन। एकपटकको कुरामा हामीले चरम आन्दोलन गर्ने र आन्दोलनको नेतृत्व गर्ने मैले थियो। हामीले 22-23वटा महासङ्घहरू, यातायात राष्ट्रिय लेभलका यातायात व्यवसायी महासङ्घहरू, ध्वनि व्यवसायी महासङ्घहरू, धेरै होटल पर्यटन क्षेत्रका महासङ्घहरू लिएर हामीले 7देखि 8 रुपियाँमा लिएको ब्याज भनेर चाहिँ लिएको ब्याङ्कको पैसा 18 रुपियाँसम्म पुर्याउँदाखेरि आक्रोशित भएर चाहिँ हामीले चाहिँ हजारौँ लाखौँ उद्योगी व्यवसायीहरू हामी माइतीघर मण्डलामा उत्रेर संसद भवनसम्म पुग्दै गरेका क्षणमा त्यति बेला पनि उहाँहरूकै तर्फका मान्छेहरू आएर दबाब गर्ने, त्यसलाई चाहिँ अन्त्य गर्न खोज्ने, फेरि पनि हामीले नै ठुला कुरा गरेका छौँ भन्ने जस्ता थिए। जो स्थिति नाजुक स्थिति थियो हामीले गुजारिरहेका छौँ। अब केही भए पनि सास फेर्न समय आएको छ। म त नेपाली जनतालाई, नेपालीलाई, फेरि पनि भगवान् पशुपतिनाथलाई म प्रार्थना गर्छु कि अब भनेको जिन्दाबाद र मुर्दाबाद सडकमा गर्ने समय सकियो। अब भनेको सबै म 3-4 दलहरूलाई का राजनीतिक दलहरूलाई पनि के आग्रह गर्छु भने तपाईँको कार्यकर्तालाई तपाईँले झोला बोकाएर जसरी देश कङ्गाल बनाउनमा लाउनुभयो अब त्यसै गरी देश बनाउनमा लाउनुहोस्। यो यथार्थ कुरामा तपाईँ जानुपर्छ। 3-4 अहिलेका ठुला राजनीतिक दलहरूलाई म फेरि पनि आग्रह गर्छु, फेरि पनि भन्छु यहाँको आज लोकप्रिय मिडिया मार्फत तपाईँका कार्यकर्तालाई जसरी झोला बोकाएर देश सक्नमा जसरी लाउनुभयो अब देशलाई हरेक क्षेत्रमा हरेक ठाउँमा
आत्मनिर्भर बनाउनका निमित्त उत्पादनसँग जोड्ने तपाईँको कार्यकर्तालाई तपाईँ अराउनुहोस्। यो सद्बुद्धि तपाईँका दलमा आयो भने 5 वर्ष पछाडि फेरि तपाईँ यसै गरी दुईटा लिएर आउनुहुन्छ। यो तपाईँका बुद्धिमा आयो पस्यो भने है, होइन भने फेरि पनि तपाईँका दम्भ, तपाईँका अहङ्कार, तपाईँले जसरी चाहिँ गर्नुभएको छ अब फेरि अब एउटाले काम गर्दै गर्दा उसलाई साथ नदिने, जिन्दाबाद र मुर्दाबाद गर्ने हो। जनता अहिले त्यति बेलाको जस्तो छैन। 21औं शताब्दीको मान्छे छ, नेपाली छ। तपाईहरू साना व्यवसायीहरू हुनुहुन्छ, उत्पादकहरू हुनुहुन्छ, राष्ट्रलाई योगदान दिइराख्नु भएको छ, महत्त्वपूर्ण योगदान गर्नुभएको छ। यहाँले बिजनेस गरिराख्नु भएको छ, सेवा सुविधा दिइराख्नु भएको छ हैन। अर्थतन्त्रमा यहाँहरूले छुट्टै योगदान पनि छ। यति हुँदा पनि यहाँहरूलाई चाहिँ मूल्याङ्कन गर्न नसक्नुको कारण चाहिँ यहाँले के पाउनु भएको छ? किन यहाँहरूले गरेको जुन मेहनतको किन मूल्याङ्कन यस्तो त्यो सबभन्दा पहिले भनेको त यो तत्कालीन राजनीतिक दलहरूदेखि तत्कालीन सरकारहरूलाई, कुनै पनि सरकारहरूलाई नेपालमा उत्पादन गर्नुपर्छ र नेपालमा हरेक क्षेत्रमा आत्मनिर्भर बनाउनुपर्छ र यहाँ रोजगार चाहिँ सिर्जना गर्नुपर्छ भन्ने त कसैलाई चाहिँ त्यो मतलबको विषयवस्तु नै बनेन। किन बनेन भनेदेखि बाहिर यहाँबाट युवा निर्यात गर्ने, उहाँबाट रेमिट्यान्स आउने होइन, युवा निर्यात गरेपछि इजी पैसा भयो, अनि सिधै भन्सारहरूमा सेटिङ गर्ने, त्यहाँबाट पैसा चाहिँ इजी आउने भयो। यहाँ आन्तरिक व्यवस्थापन गरेर त के पाउनु थियो र त? केही पाउनु थिएन। त्यस कारणले उहाँहरूलाई जसरी सजिलो भयो सरकार चलाउन, त्यसरी सरकार चलाउनु भयो। त्यो भएको भएर यहाँका साना उद्योगीहरू, साना व्यवसायीहरू कुनैको पनि ठाउँमा, कहीँ पनि चाहिँ उहाँहरूको चाहिँ सम्मानजनक ठाउँहरू, स्थानहरू भएनन्। केही भयो भने पनि राजनीतिक दलहरू मार्फत नै जानुपर्ने भयो। अहिले पनि तपाईँ हामी हेर्छौँ भने हरेक क्षेत्रमा राजनीतिक दलहरूको चाहिँ वर्चस्व छ, हरेक क्षेत्रमा। हुन त अब अहिले सामाजिक सञ्जालमा पनि आइरहेछ, आउन चाहिँ अब यसको अन्त्य हुन्छ, यो ट्रेड युनियनहरूदेखि लिएर विभिन्न उयोहरू अन्त्य हुन्छ। अब यो अन्त्य होस्, स्वतन्त्र भएर नेपाली हुँ, म नेपालमा बसेको छु, म नेपाली हुँ र म नेपालमा काम गरेको छु, मैले धेरै थोरै कुन क्षेत्रमा योगदान दिन सक्छु भन्ने खालको नागरिक बनाउन चाहिँ भनेपछि चाहिँ अहिलेसम्मको विश्लेषण हेर्दाखेरि चाहिँ उद्यमशीलतालाई चाहिँ निरुत्साहित गर्ने खालको नीतिको कारणले यहाँहरू अगाडि बढ्न सक्नु भएको छैन। 100%। तर फेरि नीति छ, त्यहाँ चाहिँ सबै कुरा लेखिएको छ होइन। त्यसो भन्दाखेरि फेरि अब भन्सारका व्याख्या गर्न थाल्यो भने भन्सारमा त छन् त छ नि भन्ने कुरा हुन्छ। अब चाहिँ उद्योगका कुरा गर्ने, उद्योग विभागदेखि लिएर उद्योग मन्त्रालयसम्म सबै कुरो छ त, तपाईँलाई स्वागत गराएको छ भन्ने होला। तर वास्तवमा त्यो कार्यान्वयन गर्ने बेलामा, लागू गर्ने बेलामा चाहिँ त्यो कुनै पनि लागू हुँदैन थियो। हस् सर, म फेरि पनि आउनेछु यहाँसँग। अहिलेको लागि एकैछिन विश्राम लिऊँ। बिजनेस फोकस कार्यक्रममा पालो भएको छ विश्रामको। विश्रामपछि पुनः स्वागत छ कार्यक्रम बिजनेस फोकसमा। सर, यहाँलाई फेरि पनि स्वागत छ। सर, हामीले नीति नियमका कुराहरू गरिरहेका छौँ। यहाँभन्दा अगाडिको 36 वर्ष अगाडिदेखि यहाँहरू जसरी अहिलेसम्म सस्टेन भइराख्नु भएको छ, फर्दर सस्टेन हुनको लागि, योभन्दा अगाडि ग्रोथ गर्नको लागि, राष्ट्रलाई अझ धेरै योगदान पुर्याउनको लागि, नेपालको व्यापार घाटालाई कम गर्नको लागि यहाँहरूको जति मूल्याङ्कन छ त्यसको शोचनीय रूपले अब आगामी सरकारले चाहिँ के गर्न जरुरी छ, के पाउनुहुन्छ, यहाँले आशा चाहिँ के राख्नुहुन्छ? हुन त हामी अघिदेखि यही विषयमा नै कुरा गरिरहेका छौँ। टु दी पोइन्ट भन्नुपर्दा 1, 2, 3 भनेर भन्नुपर्दाखेरि अबको सरकारले चाहिँ, अबको नयाँ सरकारले, नेतृत्वले जसरी परिवर्तन चाहेको हो भनेर जुन किसिमले परिवर्तन भएको छ नि, यो सरकारले चाहिँ साना तथा मझौला व्यवसायीहरूलाई, उत्पादकहरूलाई, यहाँहरूलाई हेरेर 1, 2, 3 के राख्नुपर्छ? पहिलो भनेको त हामीले पटक ज्ञापन पत्र मार्फत बुझाइएका, त्यो अर्थ मन्त्रालयमा छैनन्, त्यो फालिसकेको होला होइन, त्यो उहाँहरूलाई आवश्यकको विषयवस्तु थिएन। अब अहिले फेरि अर्थ मन्त्रालयमा नयाँ आउने अर्थमन्त्रीज्यूलाई हामी फेरि पनि दिउँला होइन। 1, 2, 3मा ठ्याक भन्नुपर्दाखेरि हामीले पटक उठाएको विषयवस्तु कहाँनिर हो भने अहिले 2 खालका वर्गहरू छन्। एउटा श्रम गरेर उद्यमशीलतामा गरेर बस्ने र एक खालका मान्छेहरूलाई चाहिँ पैसा ब्याङ्कमा राखेर खाने मान्छेहरू छन्। हाम्रो पहिलो भनाइ चाहिँ के रहन्छ भनेदेखि अहिले जुनले पैसा ब्याङ्कमा राखेर खानु भएको छ र श्रमजीवी वर्ग र श्रम काम गर्ने मान्छेहरूबाट चाहिँ ब्याज लिएर उहाँहरूले गर्नु भएको छ, त्यसलाई निरुत्साहित गर्नु पर्यो। त्यसलाई गर्नु पर्यो जसले साना उद्योग र साना व्यवसायहरू सञ्चालन गर्नुभएको छ, त्यसको उहाँहरूको व्यवसायको हेरेको आधारमा, उहाँको कत्रो छ व्यवसाय, कस्तो छ उद्योग, साना कस्तो छ, त्यसको आधारमा कम्तीमा 3% देखि 4% बिना धितो कर्जाको व्यवस्थापन हामीले भनेका छौँ। पहिलो त्यो कसरी भनेका छौँ भन्दाखेरि
अहिले चाहिँ एफडी भन्छ, फिक्स्ड डिपोजिट राखेर जुन मान्छेहरूले खानु भएको छ होइन, हुन त उहाँहरूको विरोधी म होइन, खानुस्, तर उहाँहरूलाई चाहिँ ब्याङ्कमा पैसा राखे बापत चाहिँ थोरै मात्रामा प्रोत्साहन दिने, प्रोत्साहन, किनभने उहाँलाई त अनावश्यक भएर पैसा राख्नुभएको हो नि त, धेरै भएर पैसा राख्नुभएको हो नि त, भन्दा उहाँ लगानी गर्नुहुन्थ्यो र त्यस्ता मान्छेहरूलाई थोरै प्रोत्साहन गर्ने र साना उद्योगी, साना व्यवसायीहरूलाई चाहिँ उहाँहरूलाई चाहिँ 2 देखि 3% आधारमा उहाँको उद्योग प्रगतिहरूमा हेरेर चाहिँ उहाँलाई समान व्यवहार होस् भन्ने ऋण प्रवाह गर्ने, एक नम्बर। अर्को भनेको हामीसँग 753 वटा पालिकाहरू छन् है, पालिकाहरू छन्। यो एकदमै सहज छ, सरल छ। ती 753 वटै पालिकामा औद्योगिक ग्रामहरू स्थापना गर्ने, औद्योगिक ग्राम, औद्योगिक क्षेत्रहरू घोषणा गर्ने र ती 753 वटै पालिकामा चाहिँ त्यहाँ भएका साना उद्योगी, घरेलु मझौला उद्योगी, साना उद्योगीहरूलाई चाहिँ त्यहाँ व्यवस्थित गर्ने हैन। दोस्रो नम्बर त्यो। तेस्रो नम्बर भनेको चाहिँ हामीले झन् जटिल रूपमा उठाएको चाहिँ तत्कालीन अहिलेसम्म चाहिँ यो अहिलेको जुन हामीले चाहिँ अर्थ मन्त्रालयदेखि यो चाहिँ बजेट बनाउँदाखेरि लिने सल्लाह सुझावहरू छन् नि, मैले अघि पनि ठ्याक्कै त्यही भनेको थिएँ। अहिले 1-2 दिन भनेर मैले इस्युकोमा गइरहेको छु। बजेट बनाउने बेलामा जुन खालको 5 स्टार होटलमा अर्थमन्त्री गएर बस्ने, उहाँका स्वकीय सचिवहरू चाहिँ त्यही ठाउँमा गएर बस्ने र ठुल्ठुला खालका व्यवसायी उद्योगी जसले राष्ट्रघात गर्छ, जसले चाहिँ साना नेपाली जनतालाई चाहिँ सिद्ध्याउने काम गर्छन्, त्यस्ता मान्छेहरू सेटिङ गरेर बजेट बनाउने सिस्टमको अन्त्य गर्नुपर्छ। बजेट तपाईँ बनाउँदाखेरि सडकमा आउनुहोस् होइन, नेपाली जनतासँग सोध्नुहोस्, साना घरेलु उद्योगी व्यवसायीसँग सोध्नुहोस्, कुन खालको बजेट ल्याउँदाखेरि चाहिँ नेपाललाई र सबैलाई आमलाई हुन्छ भन्ने खालका संस्थागत रूपमा, संस्थावाइज रूपमा तपाईँले चाहिँ हामी साना उद्योगी र साना व्यवसायीसँग चाहिँ गएर चाहिँ तपाईँले त्यसलाई चाहिँ बजेट सङ्कलन गर्नुहोस्। अर्को भनेको जुन अर्थ मन्त्रालयदेखि लिएर साना तल्ला तहसम्म चाहिँ एउटा खालको सिन्डिकेट छ। मैले पटक पटक उठाउने कुरा यो हो, यो पोइन्टको कुरा हो। यो सिन्डिकेटको खारिज गर्नुहोस्, अन्त्य गर्नुहोस् र तपाईँ यो सिन्डिकेटलाई अन्त्य गरिसकेपछि अनि सर्वसाधारणसँगको अर्थ मन्त्रालय चाहिँ त्यो खालको एउटा च्यानल पहुँच सिस्टम अहिले नेपालको व्यापार घाटा भारतसँग पनि ठुलो रहेको छ, चीनसँग पनि ठुलो रहेको छ। यही आर्थिक नीतिकै कारणले गर्दाखेरि नेपालको व्यापार घाटा भएको हो या नेपालको व्यापार घाटा घटाउनको लागि चाहिँ के गर्नुपर्छ, किन व्यापार घाटा भइरहेको छ? यो त विगत धेरै वर्षदेखि हामीले यही क्वेसन मात्रै सोधिरहेका छौँ, यही रेज मात्रै उठाइरहेका छौँ। नेपालको चाहिँ यो समग्र हाम्रो चाहिँ कस्तो संरचना कस्तो खालको छ भनेदेखि यहाँ हाम्रा आफ्नो उत्पादन भन्ने चाहिँ छैन। हाम्रो आफ्नो उत्पादन न्यून छ र त्यसलाई पनि एकदमै कस्तै लगेर चाहिँ सक्ने अवस्थामा राखिएको छ, किनभने यहाँ कसैलाई चाहिएकै छैन। किन चाहिएको छैन भने नेपालमा उत्पादन भयो भने सेटिङ गरेर पैसा खान सकिँदैन। पैसा जुन एटिजी जुन आउँछ नि झोलामा, त्यो पैसा आउँदैन। त नेपालमै उत्पादन छ हरेक चिजमा। जस्तै तरकारी, एउटा सामान्य कुरा गरौँ है, हामीले तरकारीमा नेपाल आत्मनिर्भर भयो। अब हरेक हाम्रा भान्साहरूमा चाहिँ हाम्रा महिला दिदीबहिनीहरूले नेपालकै आलु, नेपालकै प्याज, नेपालकै फलफुल, नेपालकै तरकारी पकाउन थाल्नुभयो भने त भारतबाट अथवा अन्य देशबाट आएको त तरकारी त अहिले त भाउ पाउँदैन र उहाँहरूले चाहिँ सिधै अर्थ मन्त्रालयसँग सेटिङ गरेर त त्यो झोलामा पैसा पनि आउँदैन। त्यो त यहीँ सर्कल हुने भयो। यो त बेला बेलामा भइरहेको हुन्छ नि, टमाटर बाटोमा फ्यालिरहेको, दुधहरू बाटोमा पोखिरहेको अवस्था। अब सँगसँगै चाहिँ हामीले सबै कुरालाई हेर्ने भने जुत्तादेखि लिएर हाम्रो कपडादेखि लिएर हरेक क्षेत्रमा चाहिँ हामी आत्मनिर्भर हुन थाल्यौँ भने त हाम्रा साना कुराहरूलाई हेर्न थालेको हामीले ठुल्ठुला कुराहरू पनि हामी आत्मनिर्भर हुन थाल्यौँ भने त त्यो खालको हुँदैन। त्यस कारणले गर्दाखेरि त्यो सेटिङमा उहाँहरू जानु भएन। त्यो सेटिङ गरिदिएको भए नेपालको व्यापार घाटा घटेर जान्थ्यो, अर्थतन्त्रमा हामी निर्मल हुन्थ्यौँ, हाम्रा चाहिँ हरेक क्षेत्रमा हाम्रो पहुँच भएर जान्थ्यो। हाम्रा चाहिँ यहीँ नेपालमा चाहिँ तपाईँको धेरै ठाउँहरूमा चाहिँ उद्योगहरू, कल कारखानाहरू खुल्थे। हामी हरेक चिजमा चाहिँ यहाँ रोजगारहरू सिर्जना गर्न थाल्थ्यौँ होइन। धेरै कुरामा हामी विकासमा फड्को मार्थ्यौँ। त्यसो त उहाँहरूले नचाहेको कारण यस्तो भएको हो। त्यसकारण अब भनेको चाहिँ चीन र भारतबाट ठुलो मात्रामा आयात गरिरहेको हुन्छ वस्तु, यो चाहिँ नेपालमै उत्पादन गरेर यहीँलाई मजबुत बनाउन सकिन्छ। एकदम जस्तै हामीले चाहिँ सामान्य कुरा गर्यौँ भने पनि हाम्रा चाहिँ अहिले कति कर्मचारी हुनुहुन्छ, कति सेना हुनुहुन्छ, कति चाहिँ सशस्त्रदेखि लिएर पुलिस प्रहरीदेखि लिएर सबै कति हुनुहुन्छ, त्यहाँ चाहिँ नेपालकै उत्पादन जुत्ता मात्र लाउने भन्ने भयो भने निजामती कर्मचारीमा नेपालमा उत्पादन भएको खाडीको अथवा चाहिँ अर्को एउटा के हुन्छ त्यो
लुगा भनौँ न, हाम्रो स्पेसल एउटा चाहिँ ब्रान्ड बनाएर चाहिँ हाम्रो हाते अथवा चाहिँ एउटा मेसिनरी बनाउने चिजलाई नेपालकै मात्रै लुगा लाउने है भन्ने खालको एउटा नीति तयार गरियो भने त्यसले के गर्छ भने नेपालमा रोजगार सिर्जना गर्छ कर्मचारी लेभलमा है, अरूलाई मैले भनेको छैन। स्कुलमा जस्तै हामीसँग कलेज स्कुल कति छन्, हामीले चाहिँ यो तदेखि माथि गएपछि नेपालकै मात्रै कपडाहरू जुत्ता लत्ता कपडाहरू लगाउने है भन्ने हो भने, अथवा नेपालकै मात्रै पाठ्य पुस्तकहरू किताबहरू पनि नेपालकै मात्रै पेपरहरूमा चाहिँ गर्ने है भन्ने हो भने त हामी स्वतः चाहिँ हामी एक फटको त गइसकिहाल्छौँ क्या। यहाँहरूले जुन उत्पादन गर्नुभएको छ राष्ट्रिय व्यवसायी महासङ्घ नेपालसँग जो आबद्ध हुन्छ, नेपाल राष्ट्रिय व्यवसायी महासङ्घसँग जो आबद्ध हुनुहुन्छ, जहाँ जे उत्पादन हुन्छ, प्रतिस्पर्धाको आधारमा हेर्दाखेरि यहाँले कोसँग प्रतिस्पर्धा गरिराख्नु परेको छ? होइन, हामीसँग त मोटामोटी भारत र चाइनासँगै हो होइन। अब हामीसँग त्यत्रो टेक्नोलोजी सिस्टमको उहरू मेसिनरी चिजहरू पनि यहाँहरूको उत्पादनले आन्तरिक माग धान्न सक्ने अवस्था छ कि छैन? मजाले धान्न सक्छ, तर त्यसो गर्नलाई सरकारले चाहिँ अब जस्तै फुटवेयर क्षेत्रमा हामी आत्मनिर्भर हुन सक्छौँ। लत्ता कपडादेखि लिएर हरेक क्षेत्रमा हामी कस्मेटिकका सामानहरूमा हामी आत्मनिर्भर हुन सक्छौँ होइन। हाम्रा चाहिँ विभिन्न सङ्गठनहरू, विभिन्न सङ्घ संस्थाहरू, विभिन्न उद्योगहरू छन्। तर त्यस्ता खालका उद्योगहरूलाई चाहिँ सरकारले पहिलो प्राथमिकतामा राखेर ल ठिक छ अहिलेलाई हामी चाहिँ यी कुराहरू चाहिँ आयात गर्छौँ, तर भन्सार दर चाहिँ हामी बढाउँछौँ है। र नेपालको उत्पादनलाई चाहिँ पहिलो प्राथमिकता राख्छौँ भन्ने हो भने सेम चिज जस्तै एउटा चाहिँ यहाँसँग कति व्यवसायी आबद्ध हुनुहुन्छ? हामीसँग 10,000 भन्दा बेसी माथि हुनुहुन्छ हामीसँग व्यवसायी साथीहरू हुनुहुन्छ। अब त्यस्तो स्थितिमा चाहिँ एउटा कुनै जुत्ताको कुरा गरौँ, नर्मल एउटा जुत्ताको कुरा गरौँ, चीनबाट आउने जुत्ता र ठ्याक्कै त्यस्तै नेपालमा पनि जुत्ता उत्पादन भयो भने चीनबाट आएको जुत्ताको चाहिँ 1800 पर्यो नर्मल्ली होइन। भने हाम्रो यहाँ उत्पादन भएको जुत्तालाई चाहिँ 300 देखि 400 मा उत्पादन भयो भने जनताले त नेपाली उपभोक्ताले त उपभोक्ता को रोज्छन् भन्दाखेरि त नेपालको रोज्छ नि त होइन। त्यसकारणले नेपाली प्रोडक्सन चाहिँ नेपालको उद्योगलाई चाहिँ के हुन्छ भने त्यो चाहिँ एउटा पहिलो प्रायोरिटी हुन्छ। त्यसो भयो भने के हुन्छ, बिस्तारै रोजगारहरू बढेर जान्छन् होइन। अर्को मैले छुटाउनै नहुने कुरा, पटक पटक उठाएको कुरा मैले के छ भने, मैले कहिलेकाहीँ फेसबुकका वालहरूमा लेख्ने गर्छु, हाम्रा पाठ्य पुस्तकहरू शिक्षा नीति ठिक छैन। हाम्रो शिक्षा नीतिमा चाहिँ आमूल परिवर्तन गर्न जरुरी छ, जसले चाहिँ कक्षा 5 देखि चाहिँ कम्तीमा 12 सम्म पढ्दाखेरि चाहिँ हाम्रा भाइ बहिनीहरूले, हाम्रा विद्यार्थी भाइ बहिनीहरूले चाहिँ कम्तीमा पनि यो उद्योग सम्बन्धी, तालिम सम्बन्धी र उत्पादन सम्बन्धी, कृषि सम्बन्धी चाहिँ एउटा छुट्टै पाठ्य प्रयोगात्मक शिक्षा एउटा चाहिँ छुट्टै पाठ्य पुस्तक पनि हुन्छ र सँगसँगै उहाँहरू चाहिँ प्र्याक्टिकली पनि जानुभयो भने 12 पास गरिसकेपछि, ब्याचलर गरेपछि पासपोर्ट बनाउनु पर्दैन। उहाँहरू चाहिँ उद्योगसित जानकारी हुनुहुन्छ, टेक्नोलोजी कुराहरूसँग जानकारी उहाँहरूलाई थाहा हुन्छ होइन। यो भयो भने चाहिँ यसरी शिक्षा प्रणालीमा परिवर्तन हुनुपर्छ भनेर मैले धेरै पटक चाहिँ भन्दै आएको। त्यसकारणले अहिले हामीले ती परिवर्तन गर्ने कुराहरू धेरै ठाउँमा हुँदाहुँदै पनि हाम्रो सम्भावनाहरू न्यून हुँदै गएका छन् होइन। अब हामीले नयाँ सरकार, नयाँ एउटा 2/3 सम्मको चाहिँ सरकार अब प्राप्त गर्छौँ होइन। पढे लेखेका यङ जेनेरेसन चाहिँ सांसदहरूले हामीले नेपालले मुलुकले प्राप्त गरेको छ। यो सबै क्षेत्रको अध्ययन गरोस्, सुधार गर्न आवश्यक चाहिँ के छ यहाँहरूमा चाहिँ? अब धेरै कुराहरू सुधार्न आवश्यक छ। मैले अघि पनि भने हाम्रा चाहिँ पहिले चाहिँ औद्योगिक क्षेत्रहरू चाहिँ सकारात्मक सही छैनन्, त्यो पनि एउटा बिजौलियाको चपेटामा छन्। जहाँ सरकारले नील क्षेत्र भनेर चाहिँ केही औद्योगिक क्षेत्रहरू घोषणा गरेको छ, त्यहाँ सबैको पहुँच छैन। हुन त त्यो सबैलाई पाउने कुरा पनि त्यहाँ भएन होला। त्यसकारणले मैले के भने 753 पालिकैमै औद्योगिक क्षेत्रहरू घोषणा होस्। त्यहाँ चाहिँ जस्तै काठमाडौँ महानगरपालिकामा छुट्टै किसिमको एउटा औद्योगिक क्षेत्र भयो भने म त्यहाँ उठाउने भएँ होइन। अब हेटौडाको कुरा गरौँ, अब अन्य 753 पालिकामा कुरा गर्दाखेरि हरेक पालिकामा एउटा औद्योगिक क्षेत्र भयो भने त्यहाँको मान्छे त्यहाँ उठाउने भयो। कच्चा पदार्थको अभाव चाहिँ यहाँहरूलाई कति? कच्चा पदार्थको त चरम अभाव छ। त्यसकारणले मैले यो यहाँ राम्रो प्रश्न सोधिदिनु भयो होइन। मैले 15 वर्षदेखि के चाहिँ पटक भने, मैले मेरा यिनै हातुन ज्ञापन पत्र के लेखेँ होला, नेपाल सरकारको उद्योग मन्त्रालयलाई के बुझाएँ होला भने, अब तत्कालीन उद्योग मन्त्रीहरू, तत्कालीन अर्थमन्त्रीहरू त अब अहिले हुनुहुन्न होला होइन। अब त्यहाँका तत्कालीन अर्थ सचिव र अर्थ सहसचिवहरू चाहिँ हुनुहुन्छ होला होइन। जागिरे जीवन त रिटायर भएको छैन होला। तर मैले लेखेका ज्ञापन पत्रमा के थिए त भन्दाखेरि, कच्चा पदार्थको सन्दर्भमा चाहिँ हामीले खोज अनुसन्धान गरौँ कि हामी रेसा धागोमै हामी कमजोर हौँ र होइनौँ नि। धागो त उत्पादन गर्न सक्छौँ हामीले जति पनि होइन। जुत्ताका लागि छालाको कम हो र होइन नि।
छाला त हामीले उत्पादन गर्न सक्छौँ जति पनि। जस्तै हामीले देशभरिमा चाहिँ भनौँ न देशभरि काटिएका खसी बोकाहरू राँगाहरू होइन काटिएको जति पनि छन् त्यसको छाला चाहिँ यहीँ प्रशोधन गरेर यहीँ प्रशोधन केन्द्रहरू स्थापना ठाउँ ठाउँ गरिदिने हो र छाला प्रशोधन गर्ने त्यसले ब्याग बनाउने पर्स बेल्ट आदि इत्यादि जुत्ता त्यो हामीले लेखेका कुराहरू क्या त्यो। अब सँगसँगै चाहिँ तपाईँको चाहिँ नि कच्चा पदार्थको खोज अनुसार एउटा विज्ञ टिमहरूको चाहिँ एउटा ठुल्ठुलो विज्ञ टिमहरू गठन गरौँ बनाऊँ र कच्चा पदार्थमा केमा हामीले चाहिँ उत्पादन गर्न सकिन्छ के हामीलाई चाहिँ आवश्यक पर्छ र कुन कुन ठाउँमा यसका चाहिँ सम्भावित ठाउँहरू छन् त्यसलाई चाहिँ ती लक्षित गरेर हामी उत्पादनमा जोडियौँ र उत्पादनसँग जाउँ भनेर कैयौँ पटक ज्ञापनमा लेखियो तर त्यो रद्दीको टोकरीमा हाल्नुभन्दा अरू केही भएन। यहाँहरूले हालसम्म कतिजनालाई रोजगारी दिनुभएको छ र यो यहाँहरूको मागहरू जुन समस्याहरू छ सम्बोधन भएमा चाहिँ यहाँहरूले चाहिँ के चाहिँ गर्न सक्नुहुन्छ त्यो चाहिँ बताइदिनुहोस्। हामीले भनेका कुराहरू सम्बोधन भयो भने त दसौँ हजार लाखौँ युवा युवतीले रोजगारी पाउनुहुन्छ। हामी कहाँदेखि सुरु गरौँ भने हामीले जडीबुटीका क्षेत्रहरू होइन औषधिका कुराहरूदेखि लिएर हामीले चाहिँ स्वास्थ्यदेखि लिएर नुहाइखुवाइका कुराहरूदेखि गरेर हाम्रो खानपानका कुरामा सबैमा आत्मनिर्भर हुने गरी हामीले काम गर्न सुरु गऱ्यौँ। कच्चा पदार्थको खोज अनुसन्धान गऱ्यौँ। हामीले यहीँ सम्भावित ठाउँहरूलाई चाहिँ पक्की यहाँ यो छ भनेर अनुसन्धान गर्न सुरु गऱ्यौँ र विज्ञ टोलीहरूको चाहिँ छलफल बहस सुरु भयो। उद्योग आवश्यक छ अनिवार्य हो भन्ने चाहिँ केन्द्रित भइयो अनि सडकमा जिन्दाबाद र मुर्दाबाद जस्ता कुराहरू चाहिँ बन्द भयो भने चाहिँ अगाडि काम गर्न सकिन्छ। धेरैले रोजगार पाउनुहुन्छ। तर म के आग्रह गर्छु भने फेरि पनि तपाईँ राजनीतिक दलहरूलाई अब सद्बुद्धि चाहिँ प्राप्त होस्। तपाईँ अब 5 वर्षलाई चुप्प लागेर बसिदिनुहोस्। सक्नुहुन्छ भने अघि मैले भने जस्तो तपाईँका कार्यकर्तालाई अब उत्पादनसँग जोड्नुहोस्। जनतासँग घरमा काम गर्ने घरमा गएर काम गर्ने सिस्टम बसाउनुहोस्। 5 वर्ष पछाडि तपाईँ फर्किनुहुन्छ र सरकारमा जाने अब अहिले सरकारमा जाने बहुमत ल्याएको पार्टीलाई म के आग्रह गर्छु भने तपाईँले नीति निर्माण गर्दाखेरि फेरि पनि ती बिचौलियाहरूको सल्लाह फेरि पनि त्यो एउटा सिन्डिकेटसँगै रहेको त्यस्ता खालका मान्छेहरूको अगाडि पछौडे पुरानै शैलीमा तपाईँले चाहिँ निर्माण गर्नुभयो भने तपाईँ त्यहाँ चुक्नुहुन्छ। तपाईँले चाहिँ साना उद्योगी साना व्यवसायीहरूका चाहिँ प्रत्येक चाहिँ उहरूमा गएर सल्लाह सुझाव टिप्पणी गरेर विज्ञ टिम गठन गरेर तपाईँ अगाडि बढ्नुहोस्। हाम्रो त शुभेच्छा सल्लाह होइन। यसो गरेर हामी गयौँ भने अहिले सबै म अर्को पनि के आग्रह गर्छु भने विशेष गरेर यो पत्रकारजीहरूलाई पनि म आग्रह गर्छु। पत्रकारजीहरूले पनि अहिले काम गर्ने माहौल बनाइदिनुहोस्। किनभने धेरै म त्यो सोसियल मिडियाहरू हेर्दा पनि म पत्रकार साथीहरूले चाहिँ अनावश्यक बहस निकालिदिने अनावश्यक झगडा गराइदिने अनावश्यक टिक्का टिप्पणी गरिदिने होइन। हामी सकारात्मक भएर जाउँ सबै नेपाली। उत्पादन 5 वर्षलाई पार्टी जसको भए पनि म कुनै पार्टीको समर्थक त होइन तर पनि पार्टी जसको भए पनि सरकार जसको भए पनि 5 वर्ष तपाईँको मुख चुप्प लाग्दियो र काम गर्ने मान्छेले सही सल्लाह सुझाव लिएर काम गरिदियो भने हामी समृद्ध नेपाल भएको र हामी एकदमै चाहिँ विकास उन्मुख नेपाल भएको खुसी साथ हाम्रै उमेरमा हेर्न पाऊँ भन्ने चाहिँ मेरो पनि एउटा चाहिँ सबैलाई नेपालमा रहेका हामी सबै नेपाली पत्रकार समाजसेवी बुद्धिजीवी डाक्टर प्राडा यो बेसी बोल्ने डाक्टर प्राडाहरू होइन बेसी बोल्ने डाक्टर प्राडाहरूले पनि अब चाहिँ कला र सिपलाई सम्मान गर्न जानुपर्छ। तपाईँ डाक्टर प्राडा पनि बेसी बोल्ने बुद्धिजीवी बेसी भए पत्रकारहरूले पनि बेसी चाहिँ क्वेसन एन्सर सुरु भयो। काम गर्न सबैले शान्त भएर काम गरौँ। एकदमै समृद्ध नेपाल बनाउनमा सबैले हामी विशेष त साना उद्योगी साना व्यवसायी यहाँभित्र रहेका हामी जुन सिप भएका श्रम र सिपसँग जोडिएकालाई म शुभकामना दिन्छु बधाई दिन चाहन्छु। र हाम्रा युवा वर्गहरू जुन युवा हुनुहुन्छ यङ जेनेरेसन युवाहरू हुनुहुन्छ तपाईँ अब उत्पादनसँग जोडिन जरुरी छ। तपाईँले जति विदेशमा गएर रगत र पसिना बगाउनु भएको छ तपाईँले सिकेको सिप तपाईँले जानेका काम नेपालमा लिएर आएर हामी सल्लाह दिन्छौँ। उद्योग खोल्न चाहनुहुन्छ भने हामी सल्लाह दिन्छौँ कुन क्षेत्रमा कुन काम गर्दाखेरि के हुन्छ भन्ने खालको कुरा हुन्छ भने तपाईँले पनि अब नेपाललाई पसिना बगाउनु पर्ने बेला भएको छ। हस्, हाम्रो कार्यक्रमको निर्धारित समय सकियो। स्टुडियोसम्म आइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद। दर्शकवृन्द, आजको कार्यक्रमको बिजनेस फोकसमा हामीले नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष नरेश कटुवालज्यूसँग कुराकानी गऱ्यौँ। उहाँसँगै म प्रमिला खतिवडा पनि बिदा हुँदैछु। हेर्दै रहनुहोला प्रिज्मा टेलिभिजन। नमस्कार।